पटाक ल नयाँ हुनुहुन्छ नि च्यानललाई खटिक्क अलिकति सब्स्क्राइब। आज हामी पढ्ने छौँ सानो चुको प्रयोग अथवा सानोलाई जापानिज भाषामा भनिन्छ चिसाई। चिसाई रे को हुनुहुन्छ चिसाईमा? सानो चुको प्रयोग चिसाई चु। कपी पेन्सिल बोक्नु भएको छ कि छैन? हो, कपी पेन्सिल अथवा नोट लेखिहाल्नुहोस् है, म भनिहाल्छु। अब 1 सेकेन्डमा गाडी दौडेर 2 सेकेन्डमा अड्केर 3 सेकेन्डमा अड्केर यो भिडियो एकछिनमै सकिनेवाला छ। यो पनि एकदम खानदान, जम्मा 4 कुरा मात्रै पढ्ने यसमा। चिसाई चुमा अब केही पनि छैन। कतिवटा? 4वटा। ल लेख्नुहोस्, चिसाई चुको प्रयोग हिरागानाको जम्मा 4वटा अक्षरमा मात्र प्रयोग गरिन्छ। चिसाई चुको प्रयोग गरेपछि दोहोरिने साउन्ड के डबल साउन्ड उच्चारण दोहोरिने, जस्तो जम्माको मम्मा आइगा हैन, जम्मा हल्ला हैन, कक्कै कक्कै आयो नि त, डबल साउन्ड हो। चिसाई चुको प्रयोग गरिसकेपछि चाहिँ दोहोरिने साउन्ड, दोहोरिने उच्चारण अथवा डबल साउन्ड प्रयोग गर्नको लागि चिसाई चुको प्रयोग गरिन्छ। बुझ्नुभएको भएन? बुझ्नु भएन भने फेरि भनिदिन्छु म एकचोटि। चिसाई चु अथवा सानो चुको प्रयोग गरिसकेपछि चाहिँ हिरागानाको जम्मा 4 अक्षरमा प्रयोग गरिसकेपछि दोहोरिने साउन्ड अथवा डबल उच्चारणको लागि प्रयोग गरिन्छ है त। ल अब केमा प्रयोग गरिन्छ भनेर चाहिँ यहाँ सरल लिएर जाउँ। केमा प्रयोग गरिन्छ मैले अघि भने कतिवटामा? 4वटामा मात्र प्रयोग हुन्छ। केको लागि चाहिँ DOUBLE डबल उच्चारणको लागि, दोहोरिनेको लागि। यहाँनिर केमा प्रयोग हुन्छ? अब एउटा का, त्यसपछि अर्को सा, त्यसपछि अर्को पा, त्यसपछि अर्को हा नभएर मारु लगायो भने के हुन्छ? हो पा। यतिमा मात्र केको प्रयोग गरिन्छ? चिसाई चुको प्रयोग गरिन्छ। सानो चु है, यो ठुलो चुको प्रयोग हुँदैन, यसैले चाहिँ सानो बनाएर लेखिन्छ। यति कुरा हो। हिरागाना अक्षरको अगाडि त्यसैले सानो बनाएर लेखिन्छ। अब यो का सा पाको लाइन तपाईँहरू सर लेखिहाल्नुहोस् एकैछिनमा। काको लाइन लेख्नु सर यसरी का कि को के को लेखिहाल्नुहोस् ल, मभन्दा छिटो एकदमै है त। सा सी सु से सो ता छि छु ते तो पा पी पु पे पो। ल लेख्नुभयो? मैले लेखिसकेँ त। लेख्नुभयो? के छ, मैले लेखिसकेँ है। अब हामीले चाहिँ यति अक्षरमा मात्र चाहिँ चिसाई चुको प्रयोग गर्छौँ। योभन्दा बाहेक चिसाई चुको प्रयोग हुनेवाला छैन, काहीँ पनि लाग्नेवाला पनि छैन। यति चाँडा कुरा त के हो यो त? आमा जसरी पनि सकिन्छ त होइन, केही त छैन। डबल साउन्डको लागि प्रयोग गरिन्छ। लेन्स अब चिसाई चु प्रयोग गर्ने कहाँ भनेर भन्दाखेरि चाहिँ यहाँ चिसाई भनेको सानो। अब यसलाई चाहिँ यहाँनिर यसरी सानो बनाएर लेखिदिने केही यसरी सबैमा। ल लेख्नुहोस् सबैमा एकदम खर्र यसरी चिसाई चु अक्षरको अगाडिपट्टि सानो बनाएर लेख्ने। चिसाई चु चिसाई चु चिसाई चु लेख्नुभयो? मैले लेखिसकेँ। ल अब यसको उच्चारण गर्नुहोस् त। ल कसरी उच्चारण गर्नुहोस् त? यो के भयो? यो के हुनु भयो यसको उच्चारण? यहाँ मैले चिसाई चु लगाएको छु होइन, भन्न खोजेको यो चिसाई चु नलगाउँदाखेरि अहिले के भएको छ? का भएको छ। के भएको छ त अहिले? यो का भएको छ हो। चिसाई चु लगाएपछि के भयो त? यो डबल साउन्ड आउनु पर्यो, दोहोरिनु पर्यो अक्षर। पहिले हामीले सुरुमा यो कालाई चाहिँ तेन लगाउँदाखेरि गा भएको थियो होइन। अब यहाँ चाहिँ चिसाई चु लगाएका छौँ। चिसाई चु लगाएपछि दोहोरिनु पर्यो अक्षर। साउन्ड के हुनु पर्यो? डबल हुनु पर्यो, झट्का हुनु पर्यो यहाँनिर चाहिँ। अब हो, अब यसमा आउँछ यहाँ आदि क, त्यसपछि का। आदि क र यसको प्रयोग कसरी हुन्छ? कक्का हो। अब यो लाइन भयो कक्काको लाइन। अब सबै लिने भयो। कक्का, कक्की, कक्कु, कक्के, कक्को। लाइन के को भयो? त्यो चिसाई चुको भयो, डबल के। कक्का, कक्की, कक्कु, कक्के, कक्को। अब यो सको लाइन, साको लाइन के हुनु पर्यो? स सा। अब के हुन्छ भन्नुहोस् त? ल हो सस्सा, सस्सी, सस्सु, सस्से, सस्सो हो। सस्सा, सस्सी, सस्सु, सस्से, सस्सो। अब यहाँ यो ताको लाइन ता
यो के को लाइन ची, यो के को लाइन चु, यो ते, यो तो। अब यहाँ के गर्नु डबल जोड्नु त हामीले केही छ र सजिलो छ कि लाउनुहोस् त अब आफै केही लाग्यो त केही नै छैन नि त। अब यहाँ आदि त जोड्नु त नि तत्ता, अब यो चाहिँ च नै जोड्ने चच्ची तत्ता चच्ची चच्चु तत्ते तत्तो तत्ता चच्ची तत्तु तत्ते केही छ त केही नै छैन लाइन सिम्पल यति चाँडो याद हुनु पर्यो यसको चाँडो याद लाग्छ। अब यो के को लाइन हो पाको लाइन यो पा पी पु पे ओ। अब के जोड्ने हो चिसाइ छु प नै आदि गर्ने हो नि त हो पप्पा पप्पी पप्पु पप्पे पप्पो सक्यो केही छ त ल हेर्नुहोस् त कक्का कक्की कक्कु कक्के कक्को ससा सस्सी सस्सी सस्से सस्सो तत्ता तच्ची तच्चु तत्ते तत्तो पप्पा पप्पी पप्पु पप्पे। अब यसले कस्तो उच्चारण दिन्छ ल हेर्नुहोस् मैले एउटा उदाहरण दिन्छु तपाईँहरूलाई एकदमै सजिलो सिम्पल ल हेर्नुहोस्। अब यो सा हो कि नि यो सा हो यो तिन यो सालाई तिन लगायो भने के हुन्छ जा हुन्छ हो जा हुन्छ हुँदैन हो जा। त्यसपछि यो सस्सी हो यो सस्सी हो किन यो मैले यहाँ लिएर आएर यसरी ट्याक्क राखिदिनु हेर्नुहोस् यो आइसक्यो सालाई तिन लगाएर जा यो मैले के राखिदिएँ यहाँनिर चाहिँ सस्सी लगाइदिएँ। अब यो के हो जास्सी डबल उच्चारण भयो भएन त्यही जास्सी जास्सी भनेको म्यागजिन पत्र पत्रिका। अब अर्को नैहरूमै त उदाहरण फेरि यहाँ लेखेँ मैले हेर्नुहोस् ल एकदमै सिम्पल उदाहरण एकदमै सिम्पल उदाहरण तपाईँको पनि दिन्छु ल ल लेख्नुहोस् त कित्ते भनेर लेख्नुहोस् त ल कित्ते ल तपाईँहरूले एमसी कि आइसक्यो हाम्रो यहाँ हो कि। अब तत्ते हामीसँग कहाँ छ यहाँ तत्ते कहाँ छ भन्नुहोस् त कित्ते डबल साउन्ड भयो भएन कित्ते। तर यसलाई यहाँनिर चाहिँ तपाईँहरूले ठुलो चु मतलब कि यसैलाई चाहिँ ठुलो चु बनाएर यसरी लेख्नु भने कि चुते हुन्छ है फेरि के हुन्छ कि चुते त्यसैले यसलाई चाहिँ सानो बनाएर लेख्नुपर्ने हुन्छ अगाडिपट्टि कित्ते कित्ते भनेको टिकट उलाक टिकटलाई कित्ते भन्ने भयो बुझ्नुभयो के रहेछ त उच्चारण दोहोऱ्याउनुको लागि चिसाइचुको प्रयोग गरिन्छ एकदमै इम्पोर्टेन्ट हुन्छ फेरि यो चाहिँ एकदमै इम्पोर्टेन्ट। ल एउटा लेख्नुहोस् तपाईँहरू के लेखेँ मैले गाक्क यहाँ डबल साउन्ड चाहिँ गाक्क गाक्क भनेको स्कुल गाक्क मिनिङ पनि याद गर्नु होला गाक्क भने स्कुल। अब गा हामीसँग छ कि छैन छ नि तिन कालाई तिन लगायो भने गा त्यसपछि कक्को छ कि छैन हामीसँग बचिरहन्छ गाक्क ऊ पनि छ गाक्क भनेको स्कुल क्लियर छ होइन त छ कि छैन। ल तपाईँहरूलाई मैले यसैमा 5-7वटा नेपालीमा यसो मिनिङ दिन्छु है त ल मिनिङ दिन्छु यसैमा लेख्नु होला है त ल एकदम सजिलो सजिलो मिनिङ याद हुने गरी चाहिँ मैले तपाईँहरूलाई के दिन्छु यसमा मिनिङ दिन्छु ल लेख्नु होला है चट्ट लाएर टिप्पु टिप्पु भनेको टिकट बस ट्रेनहरूको है बस ट्रेनहरूको टिकट टिप्पु भनेको टिकट के को टिकट बस ट्रेनहरूको है। जासी भनेर इलेक्सन भयो गएको भनेर इलेक्सन भएन। त्यसपछि जुत्तो जुत्तो भनेको लगातार जुत्तो भनेको के हो लगातार। अब लेख्नुहोस् यात्तो यात्तो भनेको चाहिँ अन्त्यमा यात्तो पास भयो अन्त्यमा पास भयो भने जस्तो अन्त्य त्यस्तो प्रयोग हुन्छ यात्तोमा। अब अर्को एउटा थप्नु ल केककोन कोले गर्नु भएको छ केककोन कि छैन केककोन भनेको विवाह केककोन भनेको विवाह होइन। त्यसपछि अर्को थप्नु ल टिप्पाई टिप्पाई भनेको धेरै अर्को थप्नु ल इक्काई इक्काई भनेको एकपटक अथवा एक तल भन्ने प्रयोग हुन्छ मिनिङ पछि पढ्दै थाहा इक्काई हो खालाई नै खा है कालाई नै खा इक्काई अथवा खा। ल यति गर्छु तपाईँहरूलाई चिसाइछु त मे पानी पानी हो गयो भयो भयो नि त केही छ त छैन नि सजिलो एकदमै भन्न खोजेको मे पानी पानी चिसाइचुको प्रयोग गर्न चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। अब अर्को हाम्रो नेक्स्ट भिडियोमा के हुन्छ होला जस्तो लाग्छ भन्नुहोस् त हो। अब अर्को भिडियो हुन्छ हाम्रो या यो या योको प्रयोग या यो पनि एकदमै प्रयोग छ या यु सकिसकेपछि चाहिँ हाम्रो बेसिक सकिन्छ र हामी त्यसपछि अगाडि बढ्छौँ है त। काम मात्रै गर्नुहोस् मेहनत गर्नुहोस् लेख्नु चाहिँ नछोड्नुहोस् हिरा गर्न चाहिँ जहिले लेख्नै पर्छ है त। बाई बाई।